कहिलेकाहीँ लाग्छ घरको सरसफाइको लागि टाइम दिन सकेन, तर फेरि चित्त बुझाउँछु घरको काम त आज नभए भोलि गरिहालिन्छ नि। तर मेरो बच्चाहरूसँग बिताएको पलहरू त फर्केर आउँदैन। अनि नानीहरू हिजोभन्दा आज, आजभन्दा भोलि ठुलो भइरहेका छन्। नानीहरू साना हुँदाखेरि त उनी हाम्रो जरुरी हो नि। 16-17 लागेपछि त पढाइले अथवा कामको कारणले टाढा भइहाल्छन्। प्राय सुन्ने गरिन्छ बच्चाहरूसँग टाइम स्पेन्ड गर्नै भ्याएन, अनि जब आफूसँग टाइम हुन्छ बच्चाहरू आफै गर्न सक्ने भइसकेका हुन्छन्। मेरो विचारमा चाहिँ एउटा बच्चालाई पर्फेक्ट मदर भन्दा पनि अभाइलेबल मदर चाहिन्छ। बस यो कुरा रियलाइज भएपछि चाहिँ मेरो लाइफलाई हेर्ने पर्सपेक्टिभ नै चेन्ज भएको छ। सायद त्यही भएर पनि होला मैले फुल टाइम आरएन जबबाट ब्रेक लिएर फुल टाइम मम हुने डिसाइड गरेको। मेरो घर सधैँ सफा त हुँदैन, तर मेरो बच्चाहरू टाइममा खान्छन्, टाइममा सुत्छन्। हरेक मानिसको आफ्नो आफ्नो विचारधारणा हुन्छ, आफ्नो आफ्नो प्रायोरिटी हुन्छ। मेरो लागि चाहिँ प्रायोरिटी भनेको मेरो बच्चाको केयर हो। अनि हरेक घरको, हरेक परिवारको आफ्नै कहानी हुन्छ, जुन कुरा बाहिरबाट हेरेर थाहा हुँदैन। त्यही भएर हामीले कसैलाई पनि जज गर्न हुँदैन।